ल है त साथीहरु, यो धान लडेको पनि 4 दिन भइसकेको छ आज। यो धानको अवस्था हेर्दाखेरि के छ भित्र तपाईको पुरै उम्रिन थालिसकेको छ धान। देख्न सक्नुहुन्छ धान चाहिँ पुरा उम्रिसकेको छ। पुरै जरा हानिसकेको छ। अब घाम लाग्ला र धान काटौँला भनेको अझै 4 दिन भइसक्यो। राति फेरि थपियो पानी, अझै आउला जस्तो छ। आउँछु नि भनिरहेको छ। अझै धान चाहिँ उम्रिसकेको छ। वर्षभरि खाने धान 4 दिन भइसक्यो। घाम लाग्ला जस्तो यो चाहिँ अलिकति लागिरहेको थियो। मौसमले पुरा च्यालेन्ज दिइरहेछ।